Hello, my wife. Hello. Hello guys, welcome to our channel. हाम्रो यसमा केरा काट्ने अनि यसमा चाहिँ ड्राई फ्रुट्स राख्ने अनि यसमा दही खनाउने। ओके 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 हाम्रो ड्राई फ्रुट राख्ने गर्दा यो हो। अब सो यसलाई चाहिँ जो एकै ठाउँमा गरेर ब्लेन्ड गर्दाखेरि चाहिँ भएन, सो यसलाई छुट्टै मिक्सरमा गरेर काट्दिने यति मिठो हुन्छ। सो यो चाहिँ केरा हो। हिजो अस्ति नै हामीले काँचो केरा लिएर आएको थियौँ गाइज, अनि यो चाहिँ घरमै राखेको पाकेछ यस्तो भएर, अनि मिठो छ है। इट्स युटिलाइजिङ। बट्टामा Eliza, what are you doing? अब चाहिँ हामी बनाना लस्सी बनाउँदैछौँ। सो अब चाहिँ दही खनाउने मजाले। Which curd is sugar free or sugar with sugar? सुगरवाला हो, किनकि हिजोको दही अलि अमिलो अमिलो थियो। सो त्यही भएर आज चाहिँ रक बार्दा पनि हुन्छ, हामीलाई चाहिँ खुवावाला मिठो लाग्छ, त्यही भएर हो यस्तो भएको। सो यसलाई चाहिँ अब यसमै खनाउने। हुन्छ। अलिअलि पानी सबै हुन्छ। खुवावाला भएको छ मस्त। यो त धेरै घुमायो भने त तातेर पड्किन्छ नि। बनाना आएन मिक्सर कार्टुनमा राखिरहेको थिएँ। यसमा चाहिँ लस्सी बनाउने। अब यसमा सुरुमा के हाल्ने? बनाना। यहाँ अघि काटेर राखेको होला बनाना। अलिकति डेकोरेट गर्नको लागि राख्ने बाहिर पर्दैन। हामी गर्न पहिला अफ गरेर यो निकाल्दिउँ होइन मिक्सचरको। सो हामी गर्न गाइस यो चाहिँ यस्तो भएछ। ए मस्त होइन, यो चाहिँ बच्चादेखि बुढासम्म सबले खान मिल्छ, एकदम हेल्दी। एभ्रिथिङ इज मेड इन होम, केही मिक्स गरेको छैन, सबै घरमै पाउने चिज होइन। यस्तो मजाको छ।